अहिले साथीहरु जाडोको मौसम छ। आज सबैको डिमान्डमा एउटा चिकन स्पेशल खुवाउनु भनेको थियो अनि मैले चाहिँ यो धन्यवाद दिँदैछु। यहाँ चिकन छ है, 1 किलो चिकनमा हैदराबादी मुर्ग मसाला बनाउन गएको छु। यहाँ त्यसको लागि चाहिँ बरिस्ता फ्राई गर्दैछु यो है। प्याज भुटेको चाहिँ बरिस्ता भनेको त्यसलाई अलग्गै निकाल्नुपर्छ, तयारी हुँदैछ है। अझै तपाईँलाई देखाउँदै जान्छु कसरी बनाउनुपर्छ प्रोसेस है। बनाउनुको लागि तपाईँले प्याज अलग्गै है, अलिकति प्याज भुट्यो हो, अनि यसमा अलिकति अदुवा हाल्नुभयो, अलिकति यो लसुन, अनि यसमा अलिकति चलाउनु भयो। कसैले यसमा अलिकति काजु पनि हाल्छ, तर मलाई त्यसरी मन पर्दैन, म हालेको छुइनँ है। अनि त्यही चाहिँ पेस्ट हुनुपर्छ। अब यसलाई अलिकति म्यारिनेसन गर्नु छ, यसमा झन्डै 1 घन्टा छोड्नुपर्छ, अलिकति नुन हाल्नु पर्छ है। त्यसपछि तपाईँको कति किलो खान सक्नुहुन्छ खोर्सानी है, अनि धेरै जति धनियाँ पत्ता हो, अनि यो अघि तपाईँ तयार गरेको यो भन्छ प्याज भुटेको बरिस्ता हाल्नुपर्छ यहाँनिर है। यो हालिसकेर चाहिँ अलिकति हल्दी है, अनि अलिकति धुलो खोर्सानी हालेर अनि तपाईँले ठ्याक्कै यसलाई के गर्न सक्नुहुन्छ, म्यारिनेट गर्न सक्नुहुन्छ। एउटा इन्ग्रिडियन्ट अझै बाँकी छ, मेन इन्ग्रिडियन्ट यसको के हो भने चाहिँ यसमा अलिकति खोर्सानी पनि हाल्नु धेरै सरी खाने तेल सरसोको तेल पनि अलिकति हाल्नुपर्छ हो, त्यसले टेस्ट आउँछ। र अलिकति दही र अलिकति दही, यो अमिलो हुँदैन दही चाहिँ है, तपाईँले कति गर्न सक्नुहुन्छ अलिकति दही हालेर यसलाई मुस्नुपर्छ। यसको ड्राई मसला है, यो बनाउँदैछु गरम मसला यसको बिन। यसमा तपाईँले जिरा धनियाँ अनि गरम मसला के हाल्छ, ल्वाङ इलाइची दालचिनी है, बडा इलाइची, अनि अलिकति ड्राई रोस्ट गर्नुपर्छ यसरी। यो चाहिँ अब यो प्याज र अदुवा लसुन अनि यो धनियाँ पत्ताको पेस्ट गर्नुपर्छ है, फाइन पेस्ट। यतिको पेस्ट भयो भने चाहिँ तपाईँले निकाल्दा हुन्छ। तपाईँको गोटा मसला हट्यो, तपाईँ गरम मसला यति ग्राइन्ड गरेर यतिको एकदम फाइन पेस्ट नगर्दा हुन्छ है। यतिको दरदरा हुन्छ नि, यतिको भयो भने चाहिँ भइहाल्छ। यो गोटा मसला अलिकति हाल्नुपर्छ, यसमा बेसी छैन है। अलिकति हाल्नुहोस्, यो जिरा धनियाँ है, अलैँचीहरू अलिकति हाल्नुपर्छ, त्यसै होइन अलिअलि गोटा मसला हाल्यो। त्यसपछि चाहिँ तपाईँले अघि पिस्नु भएको मसला पार्दै गर्दा फर्स्ट यो तपाईँले पेस्ट गर्नुपर्छ, त्यो पेस्ट टक्कै हाल्नुहोस् हो। अनि यो पेस्ट मजाले यो म्यारिनेट गरेको लगभग 1 घन्टा भयो है। र यो मसला पनि जब तेल छोड्नु थाल्छ तपाईँको कराईबाट सबै तपाईँले यसमा खन्याउनुपर्छ बस, अनि चलाइदिनुहोस्। मैले दम लगाएको झन्डै 20 मिनट भयो र अहिले चाहिँ यस्तो छ यसको कलर हेर्नुहोस् त हो, यति भएको छ। अहिले 1 चलाउनुपर्छ, 1 चलाइदिएको छु। अब यसलाई अझै 15 मिनट जस्तो लाग्छ कि। यसमा पानी हाल्नु पर्दैन, चाहिँ ग्रेभी आफै निस्किन्छ हो, मसला राम्रो हाल्नु छ। ल अब 15 मिनटपछि फेरि हेरौँ न कस्तो हुँदैछ। स्टेजमा चाहिँ अघि ग्राइन्ड गरेको मसला है, यसरी यसो हालिदिनुहोस् कि यसरी हो। अन्त चाहिँ 1 चलाएर यसलाई छोपिदिन्छ फेरि 15 मिनटलाई। मेरो चिकन हैदराबादी मुर्ग मसला एकदम रेडी छ हो। सबै टाइममा आफ्नो साफुन देखेँ आमालाई, सबै टाइम भएर भने मिठो स्वाद। यो स्टेजमा चाहिँ अब यसो धनियाँ पत्ता छर्किदिएर है, बस यसलाई मार्दा हुन्छ। यो पाक्यो मेरो हैदराबादी मुर्ग मसला इज रेडी।